राना चाहिँ यता आएको भए त पसिहाल्थ्यो होइन ऊ पसिहाल्थ्यो। राना नभेट्दो रहेछ नि त। हिम्बुले चाहिँ हातले नै यसरी राना हाल्ने काम हुँदैछ। देख्छ राना हौ मलाई चिल्ला जस्तो गर्दैछ त। आम ओहो यहाँ चाहिँ भने साथीभाइ हो मौरी सार्ने काम हुँदैछ है कपिल बुले। यो अहिले कहाँबाट आएर यहाँनिर रुखको फेदमा फुलको फेदमा बसेको हातले सार्दैछ कपिल। एक पाथी छ नि हातमा त्यसको राना चाहिँ पस्यो भने चाहिँ हुन्थ्यो होला नि। कसरी भेट्छ र यसरी चाहिँ यहाँनिर फुलको फेदमा आएर बसेको आइ चिल्छ घाँटी आउँदैछ त हौ यहाँ डुडमा डाइरेक्ट हाल्दा हिँड्दैछ। खोइ राना दिएको छैन है चिल्छ क्या मलाई त छेउमा आउँदैछ त। खोइ राना भेट्यो खोइ भेट्नु भयो खोइ कत्रो छ मलाई पनि देखाउनु त खोइ अब्बुई हो क्या पुरा उल्टाले यस्तो छ है साथीभाइ है मौरी चाहिँ यहाँ आएर यसको राना चाहिँ यता आएको भए त पसिहाल्थ्यो होइन ऊ पसिहाल्थ्यो। राना नभेट्दो रहेछ नि त। हिम्बुले चाहिँ हातले नै यसरी राना हाल्ने काम हुँदैछ। देख्छ राना हौ मलाई चिल्ला जस्तो गर्दैछ त। आम ओहो साह्रो छ है साथीभाइ हो मौरीको काम गर्नु चाहिँ। हेर्नुहोस् है ए डुल लडाथ्यो राना चाहिँ भेट्यो भने त यहाँ सरिहाल्ने रहेछ कि राना नभेटेर पो त। मौरी त निकै रहेछ नि एक पाथी हौ साथीहरू। आम्मामा हुँ आउँदैछ त हौ त्यसरी त राना भेट्ला कि त पो। मौरी चाहिँ यसरी सार्नुपर्छ है साथीहरू तर चिल्छ तपाईँहरूलाई जोगिएर सार्नुहोस्। ए डुल लड्यो आता त नाक र कानबाट यस्तो ठाउँमा छ नि साथीहरू भित्तामा यहाँनिर मौरी त निकै छ कि साथीहरू तर अलिकति है साथीहरू सार्ने क्रम चाहिँ भएको छ तर यो सार्नु त निकै टाइम लाग्ने रहेछ। ल अब चाहिँ भने साथीहरू यति नै साह्रै भयो यसको राना आए जस्तो छ यहाँनिर हो। अब लगेको यसलाई चाहिँ हामी राना पस्यो जस्तो छ है यहाँ छ। अब यिनीहरू अहिले आउँछ साथीहरू हो यहाँ छ। अब यसको राना गयो भने चाहिँ त्यो अहिले आउँछ। लास्टमा चाहिँ साथीहरू यहाँनिर लिएर राखेँ कपिलले राख्नु हुँदैछ। अब आउँछ आउँदैन तपाईँहरूलाई भरे भोलि फेरि आइहाल्यो अर्को भिडियो लिएर आउनेछु। हुन्छ आजलाई धन्यवाद तपाईँहरूलाई।